हेलो नमस्ते एभ्रिवान सबैजनालाई। आज चाहिँ हामी सानबुवाको आज 11औं दिनको लागि चर्चमा जाँदैछौँ है त। हेलो साथीहरू, ल हामी चाहिँ चर्चमा आइसक्यौँ। यो चाहिँ रहेको छ कोटेश्वरमा र हामी चाहिँ सानबुवाको लागि केही प्रार्थना र भजनहरू गाउँदैछौँ। ल गाइस, हामी चाहिँ चर्चबाट बेलुका घर फर्किसक्यौँ र हेर्नुहोस् हाम्रो परिवारहरूको सबैजना आफ्नो सिटमा छ। एक्सक्युज मी, खै गर्दा किमो चढाउँदा फेरि बितेछ। हेलो यसको त फोक्सोको बिरामी थिए बहिनी। हेलो बहिनी। डर्दैन यताको गाइसहरू चाहिँ के छ खबर? छोरी के भएर तिमी चाहिँ? हेलो हेलो हेलो, ल हेर्नुहोस् है, यतातिर फेरि छुट्टै छ आफ्नो तालमा मेरो बहिनीहरू, छ्यामाहरू अनि छोरीहरू सबैजना बसेर गफ गर्दै हुनुहुन्छ। यहाँ मेरो भाइ सिर्जना दिदी। ल है ल गाइस, यो के हो रे? आज चाहिँ हाम्रो यस्तो छ एक कुकर दाल र भात। दाल फेभरेट होला मेन। इधर भर्खर खाए हैन? ओ हेर न दाइ 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 हजुर सन्चै हुनुहुन्छ? नयन भुजेल भिडियो बनाऊ। मैले टिकटकमा हाल्नु पर्छ आज फ्यामिली टुगेदर आफ्टर लङ टाइम। यता आइज। छ्यामा लगे दुई शब्द जाओस् त। कोलाई यहाँ यसो भिडियोमा युट्युबमा नाच्दिन होला। ल अब हामी चाहिँ बेलुकाको खाना खाँदैछौँ सबैजना। यसरी बसेर खाँदाखेरि परिवार छुट्टै रमाइलो हुने। हेर्नुहोस् है। मामले र
अरू खोइ यता नि रहेछ छामा तिमी बस मन बस्ने हो होइन कसको त ल हेर्नुहोस् है यहाँ चाहिँ छोरीले मम्मीलाई डान्सको स्टेप सिकाउँदैछ सिम्पल थियो के अनि मिक्सिङ पनि गरे जस्तो गर्नु के जे पाइ त्यही बोले पनि गए जस्तो गर्नु के है मुख चाहिँ चलाउनु पर्यो है आज हाम्रो चल्न पानी चल्नु पर्यो संग्लो पानी धापिलो मनकिन ल है गाइज आजको लागि भिडियो यति नै हो लाइक पुग्यो हाम्रो घरबाट देखिने ल हजुरहरूलाई पनि मेरो भिडियो मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला धन्यवाद हेलो गाइज यस्तो पनि लाग्दैन 1 2 आइज अन यु भन्ने आमा छ जे गर्नु अस्ति बितेर हामी